welcome back to my channel Elza VM and it's me Elza VM and today I'm going to do vlog on this Saturday अनि आजको vlog चाहिँ मेरो घरबाट सुरु हुँदैछ र म बिहानदेखि यो vlog बनाउँदै छु अनि अहिले चाहिँ म उठेर फ्रेश भइसकेको छु अरु के गर्छु त्यो हेर्नको लागि हजुर चाहिँ यो भिडियोलाई कन्टिन्यू लास्टसम्म हेर्दिनु मेरो अहिले चाहिँ मलाई अब मम्मीले तलबाट सामान लिन पठाउनु भएको छ तलभन्दा पसलबाट अनि अब चाहिँ म जाँदै छु पसलमा अब चाहिँ म जाँदैछु तल पसलमा यो साइकल लानुपर्ने हुन्छ डगी गाइजहरु म चाहिँ अहिले कहाँ जाँदैछु भन्दाखेरि पसलमा के सामान ल्याउनको लागि जाँदैछु गाइजहरु चेन फुस्किहाल्यो फेरि एकदम पसलमा आइसकेको छु भाउजू पसलमा आउनु न बिचारा साथीहरु आजभोलि चाहिँ हाम्रो स्याटरडे सँगसँगै सन्डे पनि बिदा हुने गर्छ त्यही भएर मैले चाहिँ के सोचिरहेको थिएँ भनेपछि रिफ्रेसमेन्टको लागि मुभी हेर्न जाने साथीहरुसँग भने सोचिरहेको थिएँ अनि मैले आफ्नो साथीहरुलाई पनि रिक्वेस्ट गरेँ बट नो वान इज रेडी टु गो बिकज त्यहाँको प्यारेन्ट्सले चाहिँ पर्मिसन दिनु भएन अरे अनि त्यही भएर अनि म आजको त्यही भएर प्लान क्यान्सल भइसकेको छ अनि मैले चाहिँ भोलि अब ट्राई गर्नेछु आफ्नो कजिनहरुसँग जानको लागि अनि हजुरले भन्नुहुन्छ होला कि प्यारेन्ट्ससँग पनि त जान सक्छु भनेर बट मेरो प्यारेन्ट्सहरु चाहिँ बिजी हुनुहुन्छ अनि हाम्रो अर्कै प्लान छ हामी अर्को दिन जाने विकेन्डमा ट्रिपको लागि जाँदैछौँ त्यही भएर अब धेरै हेरिराख्नु पनि भएन हजुरहरूले सोच्दै हुनुहुन्छ होला कुन मुभी हो भनेर त्यो मुभीको नाम चाहिँ हो लाइफ ड्यामेज जुन चाहिँ हाम्रो हलहरुमा हिजो जस्ट 1 देखि स्टार्ट भइसकेको छ अनि हजुरलाई थाहा नै छ होला टिकटकमा एकदम फेमस धनी दिदी भन्ने हुनुहुन्छ नि त्यहाँको हस्बेन्ड चाहिँ यसमा डाइरेक्टरको रोल प्ले गर्नुभएको छ अनि एन्ड हिरोको रोल पनि अनि त्यसपछि अनि मैले चाहिँ आफ्नो कजिनहरुलाई यो भनिसकेको थिएँ जाम भनेर बट मेरो कजिनहरुले चाहिँ कन्सर्टमा जाम भनेर पनि भन्दै हुनुहुन्छ सो हाम्रो प्लान चाहिँ जता पनि जान सक्छ आई मिन हामी फिल्म हेर्न पनि जान सक्छौँ अथवा हामी चाहिँ कन्सर्टमा पनि जान सक्छौँ सो प्लान चाहिँ हुँदैछ लेट्स सी गाइस व्हाट विल ह्यापन साथीहरु अनि अहिले चाहिँ म आइसकेको छु बाख्रा हेर्नको लागि खेतमा आई मिन हेर्न सक्नुहुन्छ हाम्रो बाख्राहरू चाहिँ कहाँनिर छ भनेर म देखाउँछु हजुरहरूलाई हेर्न सक्नुहुन्छ ओ यता मिनट ओ यता छ अनि मम्मीहरू चाहिँ त्यहाँ घरमा आज त्यो पूजा आई मिन त्यो कबुल गरेको चरणमा त्यही अरू काम छ त्यही भएर आज चाहिँ म आएको छु एकछिन भर्खर घर गएर आएँ फेरि हेर्नको लागि आउनै पर्यो साथीहरु म मात्रै होला कि मेरो त जहाँ जाँदा पनि साथीहरु नबस्छ आई मिन अब घुम्न जाने बेला जाम भने पनि कोही साथीहरु अनि त्यसरी गोलामा पनि कोही साथीहरु एक्लै छु अनि त्यसरी यस्तो बसिरहेको छु एक्लै हेर्न सक्नुहुन्छ नो वान इज देयर अनि त्यस पछाडि अब यतिकै बस्ने मोबाइल हेर्ने त्यही नै हो अनि अघि चाहिँ मैले छाता नलिएर आएको थिएँ किनभने मलाई थाहा थिएन यस्तो गर्नु हुन्छ भनेर किनभने म गोला चाहिँ लिटरली कहिले पनि आउँदिन आए पनि अस्ति मम्मी बाबा नभए आएको थियो एक दिन त्यो पनि बुनलाई पठाउँछु अनि त्यही भएर मलाई के आइडिया थिएन त्यही भएर मैले लिएर आएको थिएन फेरि घर गएर लिएर आएँ अनि मेरो कोही साथी पनि छैन कि साथीहरू एक्लै
साथीहरू म चाहिँ एक्लै छु, त्यही भएर बोरिङ पनि लागिसकेको छ। त्यही भएर अब हजुरसँग कुरा गरौँ। के कुरा गरौँ भन्दाखेरि अब हजुरहरूलाई चाहिँ भिलेजको लाइफ मनपर्छ या सिटी लाइफ मनपर्छ? आई मिन अब कसैलाई चाहिँ अब सिम्पल लिभिङ हाई थिङ्किङ टाइपको हुन्छ, कसैलाई चाहिँ एकदम स्टाइल गर्न मनपर्छ, अनि त्यस पछाडि मोडर्न लाइफ मनपर्छ नि त। अनि सबैको डिफ्रेन्ट कन्सेप्ट हुन्छ। आई अग्री अन दिस। अनि मेरो पनि अरूकोभन्दा डिफ्रेन्ट हुनसक्छ, हजुरको पनि डिफ्रेन्ट हुनसक्छ। अनि हजुरको चाहिँ के छ त्यो कमेन्टमा लेख्नु होला। त्यो सिम्पल लिभिङ हाई थिङ्किङ टाइपको हुन्छ, अनि हजुरको मनमा चाहिँ के छ त्यो प्लिज कमेन्ट गर्नु होला। बिकज आई वान्ट टु नो गाइज वाट इन रियलमा चाहिँ हजुरलाई कस्तो खालको मनपर्छ। अब गाउँको कुरा गर्नु पर्दा गाउँमा चाहिँ एकदम गाउँको वातावरण अब हेर्नु न, जहाँ गयो त्यही राम्रो। अब कुनै पनि ठाउँको दुईवटा पक्ष हुन्छ, राम्रो र नराम्रो। त्यसमा त गाउँको राम्रो पक्ष भनेको चाहिँ अब इन्भाइरोमेन्ट एकदम क्लिन हुन्छ, अनि सबजना फ्रेन्डली हुन्छ, एकअर्कासँग बोल्छ। यति मात्र नभएर अनि त्यस पछाडि पानी, यहाँको पानी एकदम राम्रो हुन्छ नि त, चिसो अनि राम्रो हुन्छ। अनि त्यस पछाडि अनि अब हेर्नुहोस् न, इन्भाइरोमेन्ट पनि कस्तो दामी हुन्छ बिहान बेलुका। अनि अब बजारतिरको कुरा गर्नुपर्दा चाहिँ अब सेवा सुविधा त्यहाँ राम्रो हुन्छ। आई एग्री इन दिस। अब सबै हामीहरू अब राम्रो सेवा सुविधा लिनुको लागि बजार नै जान्छौँ। बट अब त्यहाँकोमा चाहिँ पर्सनली चाहिँ हजुरलाई के लाग्छ? आई डोन्ट लाइक मिनरल वाटर। अनि अब बजारतिर आउने भनेको मिनरल वाटर हो, त्यो चाहिँ एकदम मलाई मनै पर्दैन। आई डोन्ट नो वाइ। अनि त्यस पछाडि अनि सेकेन्ड कुरा भनेको अलिक पोल्युसन अलिक बढी हुन्छ, किनभने त्यहाँ इन्डस्ट्रीहरूदेखि लिएर गाडीहरू धेरै चल्ने भएको हुनाले त्यहाँ पोल्युसन धेरै हुन्छ नि त। त्यही कुरा अब हजुरलाई चाहिँ अब आफ्नो आफ्नो ओपिनियन हो। मेरो ओपिनियनमा चाहिँ यस्तो छ। अनि लेक हो कालो देखिएको छ यार। होइन हेर्दा क्यामेरा एङ्गल यस्तो भएर मन कालो देखाएको छ र। अब चाहिँ बाख्रा लगाऊँ है। त्यो म अर्को लिएर आउँछु दुइटा। चाहिँ अब हामी बाख्रा घर लाग्दैछ भनेर सबै ग्रिनरी कति दामी भ्यू हुन्छ नि आजभोलि खेतमा पनि दामी हुन्छ। अब पछि धान रोपेपछि एकदम क्युट सो फ्रेस फाइट आउँछ। गाइजहरू अब चाहिँ हामी बाख्रा लगेर जान लागिसकेका छौँ। देखु यता हाई भन। हाई, लाइक सब्सक्राइब गरिदिनु होला साथीहरू है। टक्क लगाएर आफूले सब्सक्राइब गरेछस् कि नै? अनि गरेछ न आफूले पनि गर्ने है। आउँछ नयाँ च्यानल हो त्यही भएर होला। पहिलाको च्यानल मेरो के भयो आफै युट्युबले कटाइदियो। तर त्यसमा यति धेरै कन्टेन्टहरू राख्यौँ, पे च्यालेन्जदेखि लिएर मुखबार सबै लास्टमा सब कता हुन्छ। के अरे हेर्न, पहिला नि यस्तो च्यानलमा धौलो यत्रो भिडियो बनाएर पोस्ट गरेँ, लास्टमा त च्यानलै त्यो कति दामी भिडियो इन्भेस्ट गरेर पहिला धेरै भिडियो बनाएर त्यो च्यालेन्ज पानीपुरीदेखि लिएर तर के गर्ने गाइस सबको के भन्छ त्यसलाई मिश्रण र के गरे याद गर्दा चाहिँ हात दुख्छ है साथीहरू। नट इजी। फर्काउनु पर्यो। फाइनली अब हामी घर पनि आइपुग्नु हुन्छ हाम्रो दोकान गाइजहरू। बाख्राले दाना खाने छ नि गाइजहरू। हाम्रो बोइ छ यहाँ बस्नु। बोइटाको दोकान हेरेर बस्नु। हाम्रा बाख्रा हुन्छ ल त्यो त मन दिनु। यस्तो गर्मी छ कि साथीहरू एकदम गर्मी छ। हेर्न सक्नुहुन्छ हाम्रो बाख्राहरू। अनि साथीहरू हेर्न सक्नुहुन्छ हाम्रो एकदम अझ गर्मीले त सब सुकिसक्यो, सब लिटरली। फ्लावर्स हमारा फ्लावर्स त्यो पनि के काम सब गइसक्यो फ्लावर्स। अब चाहिँ हामी प्रसाद दिनको लागि जाँदैछौँ दिदी र भाइ।
आइज बस जस हाम्रो रमाइलो दिदीभाइ दुई भाइ मध्ये एउटालाई रोजाउ आऊ हुन्छ है दाइ बहिनी दाइ बहिनी दाइ अरे भाइ दिदीभाइ दिदीभाइ टक्क लगाएर जान्छौँ टक्क लिएर दिदीभाइ अहिले कुरोमा जाँदैछौँ हियर इज माई ब्रदर एन्ड अब चाहिँ हामी कहाँ जान सक्नेको हामी है मासु छैन कसरी न भाइ प्रसाद प्रसाद पूजा गरेको प्रसाद कोसी लिएर है कगतला लगाएर हामी चाहिँ थोरै हात यहाँ क्यामेरामा लागेको छ कि साथै तपाईँहरूले माफ गरिदिनु होला अनि टक्क लगाएर चाहिँ हामी चाहिँ आइसकेको ओहो सला भयो ल लाउनु आउनु टक्क लगाएर यसले दिदी आउनु लाग्नु छ सर जान्नेछौँ लगाएर फेरि अर्को अन रहेछ भिडियो साथीहरू तपाईँलाई मिस्टेक भइहाल्यो यताबाट त्यो मकै कति दामी हामी चाहिँ यहाँ पुऱ्याउन आउँछौँ हामी यहाँ प्रो राइडर हो नि त अनि यहाँ चाहिँ हामी आइसकेको छौँ हाम्रो ठाउँमा साथीहरू हाम्रो ठाउँमा पुगिसकेको छौँ टक्क लगाएर हामी साथीहरू टक्क लगाएर हामी चाहिँ आफ्नो कन्डिसनमा पुगिसकेको छौँ साथीहरू अर्ग्यानिक साग विदाउट एनी केमिकल्स अनि यो चाहिँ हाम्रो फुपूले वनबाट ल्यान्डमा अब हामीलाई दिँदै हुनुहुन्छ थोरै साथीहरू अर्ग्यानिक दाजुले लाग्दै अहिले दिनुलाई के फ्रिजमा राख्दैन अर्ग्यानिक खजुरी फर्स्ट टाइम गाइस म त यो वर्ष है पहिला त खाएको फेरि यसो खेत छ साथीहरू चाहिँ खेतबाट जाँदा छौँ त्यही भएर मोबाइल चाहिँ एकछिन राख्नुपर्ने हुन्छ बिकज यसको हातमा पनि यसो भ्लग गर्नुको लागि कोही छैन हेर्न सक्नुहुन्छ अनि यो पनि पकाउनु पर्छ त्यही भएर गर्मी छ आजभोलि चाहिँ अनि आज हाम्रो छुट्टी हो स्याटरडे अनि त्यस पछाडि अब मैले होमवर्क पनि गर्नु छ अनि त्यसको लागि रेडी आफूलाई प्रिपेयर पनि गर्नु छ अलर्स अफ वर्कहरू अनि त्यस पछाडि अहिले चाहिँ कस्टमर आएर अब सामान हेर्नुभयो अनि त्यसहरू पनि मिलाउँदैछु यति बेलासम्म मिलाउनु छ साथीहरू के भन्नु अनि कस्टमर आए फाइनली अब एकछिन बस्छु रेस्ट गर्छु अनि त्यसरी फेरि हल्का मिलाउनु पर्छ ओके गाइस लेट्स टु वर्क टुगेदर I'm so happy अब चाहिँ म जाँदैछु मेरो रिटर्न बाइकमा हेलो क्याट What's up, Tigger? मैले हेर्छु नि त हेर न
हजुर न भिडियो बनाइरहेको छु भ्लग हाल्छु क्या आज बिहानदेखि बनाऊँ हुन्छ बिहानै जाऊँ ल ती गर्छु गरौँ ल बिहान ओइ के नि हिबडा रिरा भोबला लगिन्छ सिधै हुन्छ मैले घर के खाएँ मेरो भान्सामा ल ल अब चाहिँ म जाँदैछु डेभिडको मोमो पकाउनको लागि आई मिन मेरो फुपूलाई पकाउनु के पकाउनलाई भनेको चाहिँ फिल्म हेरेर जानको लागि पर्मिसन दिनु होइन हामी दिपा फुपूलाई पकाइसकेका छन् दिपा फुपूलाई चाहिँ हामीले पकाइसकेका छन् पेसा अहिले जान्दिनु होइन अनि अब चाहिँ मनका क्या यस्तो ठुलो कस्तो क्या बजार त्यो ठाउँमा अरे लाग्छ फजु हुँदैछ मेरो फजु हामी दिवा फुलाई चाहिँ पकाइसकेको छौँ अब अब चाहिँ हामी पकाउँछ तेर्सा आऊ तेर्सा है तेर्सा आऊ एकछिन आऊ तल राम तिम्रोमा आऊ त आइज टेर्सा रोक 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 होइन कि त्यो आउँदै त्यो मनी रोक्न म त अब त नि हे धरेस मतलाई लिएर ए ल ओइ त त्यही उभेछ त्यो तेरो डेभिड आउँछ अनि के भन्दा गाइज अब हामी चाहिँ मनका फुलाई पकाउँछ दिवा फुलाई चाहिँ पकाइसक्यौँ तेर्साले पर्मिसन पाइसक्यौँ पकाउनै पर्ने त्यसो दिवा फुललाई अब फुले तेर्सा जान्छ भने ओके भन्नुभयो अनि हामी जान पनि जान्दैन भने यति नै सिधै भनिदिनु भयो त्यो कति हामी को जाने भन्नु भने हामी पनि ओके भनिदिनु भयो मान्नुहुन्छ क्या मान्नुहुन्छ चिन्ता नगर देवी चाहिँ एकदम चिन्ता गरेर चाहिँ जानिदिन्छ कि नभन्दा बट हामी जस्तो पनि पकाएर छर्छौँ कहीँ न तेरो आऊ न तेरो सारा भने अब चाहिँ हामी पर्मिसन जसरी पनि माग्नुपर्छ डेभिडको मामलाई पकाउने क्या जान्दिने भनेर That's it for today and bye bye. See you in next vlog and भोलि चाहिँ हामी फिल्म हेर्न जाँदैछौँ हामी 3 जना जाने हो